फाइनली नमस्ते हजुर सबैलाई। आज हामी विशेष गरेर यो सुन्तला टिप्ने कार्यक्रममा छौँ। सल्यान जिल्ला अन्तर्गत बागचौर नगरपालिका वार्ड नम्बर 10 श्यामा गाउँ र चयाल गाउँको बिचमा पर्ने सुन्तला बगैँचामा छौँ। विगतका वर्षहरूमा थुप्रै सुन्तलाहरू हुन्थे। 1-2 वर्षदेखि चाहिँ तपाईँको यो रोग जस्तो आएर सुन्तला यसरी सुकिराखेको अवस्था छ। सुन्तलाको लागि अब कति के गर्नुभयो होइन। सुन्तला मालिकसँग अलिकति चाहिँ आफै अन्तर्क्रिया गर्न गइरहेका छौँ। यो सुन्तलाको मालिक चाहिँ हाम्रो यस बागचौर नगरपालिका वार्ड नम्बर 10 को पूर्व वडा सदस्यज्यू पनि हो। के छ यो सुन्तलाको बारेमा बताइदिनुहोस् न अलिकति। यो सुन्तलाको बारेमा बताउनलाई धेरै प्रयास गर्यो, धेरै दुःख देवाला गर्यो, तर यो सुन्तला सेवन सकिएन। यो कृषिलाई पनि धेरै आग्रह गर्यो, कृषिले पनि त्यति वास्ता गरेन। यो अब नेपाल सरकारले के वास्ता गर्नुपर्छ, सरकारमा यो नेपालको सरकार पनि यस्तै भयो। कृषकको हामी साह्रै मर्ने पनि मजदुर गर्ने क्या हो। माटो परीक्षण गराउनु भएको हो कि के छ? माटो परीक्षण कुनै गराएको कहिले गराइदिने? कृषिले गर्ने, नेपाल सरकारले गर्नुपर्छ। यो पनि भइदिएर भाउ गर्ने क्या हो। तपाईँ आफै समाजको नेतृत्व गर्ने मान्छे, अलिकति पहल लिएको भए भइहाल्थ्यो नि त्यति बेला। यो पहल त लियो, तर अब आउँछौँ भन्ने कुरा भयो। त्यहाँबाट अब त्यसले अब कृषिका 1-2टा मान्छे पनि आउँछ। यो खास गर्न अब यो हामीहरूको यो सुन्तलाको खास गर्न यो औषधिको धेरै भयो अरे क्या हजुरको। यो गुणस्तरीय औषधि नेपाल सरकारले उपलब्ध बनाउँछ। के कारणले यस्तो भयो भन्ने केही छ जानकारी, केही राख्नु भएको छ त्यस्तो? यो वायु परिवर्तनको कारणले हो भन्ने कुरा अब हाम्रो गाउँको कुरा केही छ। अब हिउँपात पर्दैन, पानी पर्दैन, अनि अब यो सुन्तला पनि अब यो सुक्ने रोग के भन्छ यसलाई, यो क्यान्सर रोग भन्छ। यो क्यान्सर रोगले सारा खतम बनायो। कतिको बेच्नु भयो तपाईँले सुरुका वर्षमा? कति आम्दानी गर्नु? सुरुका वर्षमा सानै पौधा थियो, सानै पौधामा पनि मैले कति 50,000बाट सुरु गरेँ हो। 50,000बाट 1 लाख भयो, 1 लाखबाट 1.5 भयो, 1.5बाट 2.5 भयो, 2.5बाट सिधै 4 भयो, 4.5सम्म भयो। उहिलेका जमानामा पनि मैले लगाएको 57 सालमा हो। 63 सालबाट फललाई सुरु भयो हो। त्यसैसम्म अहिले लगभग अब आम्दानी त अब 15-16 वर्ष खाइयो। तर यो त आज मेरो सोच के थियो भनेपछि यो मभन्दा पनि छोरा नातिका पालासम्म खप्ला भन्ने विचार लगाइयो। त्यो मेरै पालासम्म भ्याएन। सरकार अलि के गर्दै हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई सुन्तला खेती? अब यो के गर्नु पऱ्यो भनेपछि यिनी सुन्तलाको टेक्निक ल्याउनु पऱ्यो भनेपछि सुन्तलाको माटोको परीक्षण गर्ने। सुन्तला कुन जातको सुन्तला यो ठाउँमा हुन्छ, त्यो जातको सुन्तला नेपाल सरकारले उपलब्ध बनाइदिएपछि पैसा हाम्रो कृषकको भयो भने यो ठाउँमा यस्तो हुन्छ भन्ने कुरा नेपाल सरकारले भनिदिएपछि हामी यो कृषि पेसैमै बाँचे हामी। यो कृषि पेसैबाट केही हुन्छ भन्ने आशा हो। त्यसो भए अहिले सरकार अलग कसैले चाहिँ चासोको विषय बनाइराखेको अवस्था छैन? छैन। यो सुन्तला भए बेला यहाँ नेताजीहरू आउनुभयो, यहाँ सुन्तला खानको लागि। नेताजीहरू आउनु छाड्नु? नेताहरू पनि आउनु छाड्नुभयो। यो सुन्तला सुकिसकेपछि नेताजी पनि आउनु छाड्नुभयो। पहिला एकदम है मसिनो गरेर फोटासोटा पनि यहाँ होइन, फोटासोटा पनि खिच्न आउनुभयो कि नेताहरूजीहरू होइन। ठ्याक्कै नाम नभन्यो नेताजीहरूका। यो झोलामा पनि सुन्तला पठाइयो। तर अहिले त यो सुन्तला सुकिया त हेर्दै नेताजीहरूले पनि गर्छौँ क्या। अहिले कतिको होला जस्तो अनुमान गर्नु भएको छ? अहिले कति 1.5-2 लाख हुन्छ? अहिले त अब यो बगैँचा हेर्ने पनि अब 1.5-2 लाख भन्दा पनि 8-10 लाखको छ। अहिले यो के हो 50-60 हजार 80 बढीमा 80 एउटा ठेकादारले 50 दिन्छु भने त मैले 80 भने त खै कस्तो हुनु। अब सुन्तला देख्दा बगैँचा पनि छ, तर सुन्तला कामै लाग्ने छैन गर्ने गाउँ। सानो खोल्यो होइन? सानो खोल्यो। यो विषयमा चाहिँ अब अरू सरकार अलग लगायत अरूले चाहिँ चासोको विषय बनाउनु छाड्यो। अब हाम्रो अनुरोध के छ भनेपछि यो नेपाल सरकारको अरू केही छैन। यो भ्रष्टाचार मात्रै गर्ने काम छ। नेताहरूलाई पठाइयो, भ्रष्टाचार मात्रै गर्छन्। कृषिको केही छैन। अनि आफ्नो हातेबारीलाई जागिरी खुवाउने, आफ्नो हातेबारीलाई माथि दिने। कृषक मऱ्यो। मैले पनि अब 5 वर्ष राजनीति गरेँ। म वडा सदस्य मान्छे पनि हुँ। अनि तर मैले यस्तो सामान्य वडा सदस्य भने पनि मैले यस्तो जनताप्रति त्यो भावना जागिनँ। अहिले पनि अब जनताहरूले मलाई नराम्रो मान्दै राम्रै मान्छन्। तर अब आफू जस्तो अरू हुने जान्छ। नेपालमा सबै बिग्रिसकेपछि अब एउटा मान्छे सबैलाई राम्रो भएन, यो बिगार्ने
गाह्रो छ होइन गाह्रो छ गाह्रो छ अरू केही छ भन्नुपर्ने अरू? अरू खासै केही छैन यो सुन्तला टिप्ने काम छ यसलाई कति कति हुनुहुन्छ आज सुन्तला टिप्ने पुरै गाउँ लाए जस्तो देखिन्छ सुन्तला 18 बिजरा छन् मान्छे यदि धेरै टिपेको त लगभग होला त 5-7 लाखको 5 लाख पनि त्यो 5-7 लाख भन्दा पनि दिनभरि 18 बिजनाले सुन्तला टिप्ने भने त्यही होला 30-35 क्यारेटभरि टिप्छन् पातलो छ होइन पातलो सार्नुपर्ने भयो एकदम पातलो ल धन्यवाद हजुर ल धन्यवाद